यो चाहिँ तपाईको बिफ दाछीको लागि रेडी हुँदैछ एकदम हल्का यो चाहिँ बिफ हल्का सुक्खा मासु कटिङ गरेर टक्क राखेको त्यही भएर चाहिँ तपाईको अब कराईमा हल्का त्यसपछि हल्का पानी हालेपछि यसरी बोइल गरिन्छ यो चाहिँ आज मुला दाछी बिफ विथ मुला दाछी हेर्दै जानुहोस् अनि यसको अहिले टेस्ट लिनुहोस् नुन हालेपछि चाहिँ सेकेन्ड स्टेप तपाईको गार्लिक मजाले हालिदिनुपर्छ अन्त प्याज यो चाहिँ सुकेको गोरुको मासुमा त्यसपछि टमाटर यसरी मजाले यसरी हालेपछि माथिबाट हल्का तेल रिफाइन्ड ओइल मजाले सर हालेपछि यसलाई केही समयको लागि बोइल हुन दिनु पर्यो तपाईको बिफ गार्लिक अनि अनियन टमाटो तपाईको यो 10 मिनेटपछि यसलाई उमालेपछि तपाईको यो खोर्सानी तपाईले यसरी यसलाई हाल्नु पर्यो मेन इन्ग्रेडियन्ट दाछीको लागि यो खोर्सानी तपाईहरुले बजारमा पाउन सक्नुहुन्छ यसले एकदमै फ्लेभर अनि ड्राई चिल्ली अल्सो रेड ड्राई चिल्ली ठुलो खालको तपाईले हालेर त्यसपछि तपाईको भयो अनियन लिभ्स स्प्रिङ लिभ्स अथवा मुला पनि यो चाहिँ मुला चाहिँ एडिसनल मन पर्नेले हाल्दा हुन्छ नहाल्दा हुन्छ यो प्रकारले दाछी प्रिपरेसन मेन इन्ग्रेडियन्ट यो त्यसपछि तपाईको चीजहरु पनि आउँछ त्यो पनि एकदमै इम्पोर्टेन्ट हो आइडियाको लागि चाहिँ फर्स्ट यो स्टेपमा चाहिँ तपाईले आफ्टर 10 मिनट्स अफ बोइलिङ तपाईले खोर्सानी ड्राई चिल्ली तपाईको है अनि यो चाहिँ एकदमै मेन हो चीज चाहिँ एकदमै इम्पोर्टेन्ट हो यसले चाहिँ तपाईको दाछीको फ्लेभर दिन्छ आजको सेफ तपाईको यहाँ छ राधा तामाङलाई उहाँले बनाउनुहुँदैछ यो स्पेसल फ्लेभरलाई हाम्रो सोनाम भाइ रेडी भएर चाहिँ खानु लागि बटर बाउन्ड हुन्छ तर चीज इज बेटर चीजले चाहिँ एकदमै त्यो फिल दिन्छ र त्यसको फ्लेभर बिस्तारै यसलाई आफै मेल्ट हुन जान्छ यो तपाईको दाछी प्रिपरेसनमा र यसलाई चाहिँ हामी छोपेर लगभग हामी 7 to 8 मिनट्स हामी यसलाई राख्नुपर्छ अब चाहिँ आफ्टर 8 to 9 मिनट्स पछि हामीले गरेपछि तपाईको यो प्रकारको फ्लेभर यो प्रकारको पिक्चराइजेसन तपाईले देख्नुहुन्छ दाछीको फ्लेभर अनि दाछी चाहिँ यस स्टाइलले हेर्नुस् तपाईहरु मुखभरि थुक आइसक्यो त्यसपछि तपाईले स्टर गर्नु पर्यो यसलाई चलाउनु पर्यो सबै इन्ग्रेडियन्ट्सको मसलाहरु यहाँ पुग्नु पर्यो यो चाहिँ बिफ दाछी यो चाहिँ एकदमै यसलाई चाहिँ भुटानकोहरुले एकदमै मजा गरेर खाइन्छ भुटान डिश हो यो चाहिँ दाछी आलुमा पनि हुन्छ अनि एकदमै यो चाहिँ भुटानकोहरुले एकदमै मिठो गरेर बनाइन्छ आज हामीले यसलाई ट्राई गरिरहेका छौं र यसलाई चाहिँ हामी बन्द हल्का फ्लेम अफ गरिदिन्छौं यसलाई चाहिँ अब मोटामोटी यो पाकिसक्यो यसलाई चाहिँ फेरि यतिकै छोडेर जब अलिकति चिसो हुन्छ यसलाई चाहिँ स्वाद गरेर हामीले लिनुपर्छ यो चाहिँ तपाईको भयो दाछी